यो हो डल्ले खुर्सानीको बिरुवा। अब हामीले यसलाई रोप्न जाँदैछौँ। डल्ले खुर्सानी भन्ने सुनेको थियो, दिदीले त्यही भन्नुभएको थियो। मोती दिदीले ल्याइदिनु भएछ हामीलाई यहाँ रोप्नको लागि। यहाँनिर हाम्रो जग्गा खाली छ नि त, त्यहाँनिर हामी रोप्न जान थालेको। माइली र म तयार होइन त खुर्सानी रोप्न? तयार छु। तयार छ ल छ। यो चाहिँ हिजो यस्तै बाँझो थियो अनि हामीले आज खुर्सानी रोप्नुपर्छ भनेर यसरी हिजै खनेर मस्त झार उखाले राखेको होइन त माइली? अब खुर्सानी रोप्नुभन्दा पहिला चाहिँ ड्याङ कि डाङ हो, ड्याङ बनाएर रोपेको चाहिँ झन् राम्रो हुन्छ अरे भनेर भन्नुहुँदो रहेछ सबैजनाले। त्यही भएर माइलीले ड्याङ बनाउँदैछ। अब यसले पनि ड्याङले बनाउने हो? ड्याङ बनाउनु मिल्छ नि, घाँस ताजै रहेछ कि भित्रभित्र। कुटो चाहिँ अलिक सानै भयो कि यो चाहिँ है, अर्को नि ल्याउनुपर्छ कोदालो। ल्याइदिउँ? त्यो ठुलो कोदालोले गर। किन लाउनुपर्छ त तितेपाती चाहिँ खुर्सानी रोप्दा? मल हुन्छ नि, मल हुन्छ, किरा लाग्दैन। ए यस्तो तितेपाती माथिबाट लाउने कि माथिबाट रोपिसकेर माथिबाट ढाक्दिने? हजुर, त्यस्तो गऱ्यो भने चाहिँ किरा लाग्दैन। किरा लाग्दैन। फेरि त्यो बस्नु मल भन्दा यो मल बढी लाग्ने हुन्छ नि। ए ल, आज एउटा नयाँ कुरा नि थाहा भयो। तपाईँहरूले पनि यस्तो केही रोप्दैछ भने यस्तो तितेपाती रोपिसकेर माथिबाट लगाइदिनु भयो भने किरा पनि लाग्दैन अरे, अनि प्लस मल पनि हुन्छ अरे, होइन त दाइ? त्यही भएर हाम्रो दाइले हामीलाई सहायता गर्नुभयो, यो तितेपाती काटेर ल्याउनु भयो। ल यहाँ सबभन्दा सानो भाइ इसाकले पनि गर्छु गर्छु भन्छ। यो करले चाहिँ होइन, यो रहरले हो यसले। इसाक यता हेर त। फोटो खिचिदिनु रे। हेर काम गरेको छ। गाउँघरमा बच्चाले काम गर्छ भनेको मान्छन्, ज्ञानी छ हाम्रो इसाक। दाइले खनेको देखेर सानो भाइ सिमोन पनि आयो। म नि गर्छु ल भन्छ। मैले भने ल ल गर होइन। कहिले कहिले ढुङ्गा माटोमा पनि खेल्नुपर्छ बच्चाहरू। हुन त गाउँघरमा यिनीहरू खेलि नै रह हुन्छ, कुदिरह हुन्छ, सहरको जस्तो त हुँदैन है। बलियो हुन्छ नि होइन? बलियो छ कि छैन ल भन् त? बलियो छ भन्छ। अब खुर्सानी रोप्न सुरु भयो। माइली बहिनी र हाम्रो दाइले खोर्सानी रोपिसकेपछि तितेपातीको झारले यसरी छोपिदिनु पर्छ। त्यसपछि चाहिँ किरा लाग्दैन होइन त दाइ? किरा लाग्दैन। हेरेर मात्रै बस। हाम्रो दाइ चाहिँ एकदमै राम्रो हुनुहुन्छ, नम्र हुनुहुन्छ, हरेक काममा हामीलाई सहायता गर्नुहुन्छ। यस्तो मान्छे चाहिँ संसारमा बिरलै पाइन्छ होइन त दाइ? अरूलाई सहायता गर्ने होइन त? मैले बनाएर भनेको होइन, साँच्चै भनेर चाहिँ दाइ चाहिँ एकदमै राम्रो हुनुहुन्छ हाम्रो चर्चको। मलाई एकदमै माया लाग्छ दाइको। अब हाम्रो माइली बहिनीको नाम चाहिँ खास गरी आयुषा हो है, तर सबैले माइली माइली भन्छ। अब माइली बहिनीको त कुरै नगरौँ झन्, होइन त दाइ? माइलीको त कुरै नगर्नु, चर्च सम्हाल्ने माइली। अब यो डल्ले खुर्सानी फलेपछि चाहिँ कसले भिडियो हेर्नुहुन्छ म्यासेज गर्नु होला। फलेपछि चाहिँ सबैलाई पठाइदिन्छु। बारीचुरी खाने होइन त दाइ? अब त यो ड्याङलाई मात्र पुग्ने भयो। मेसेजलाई मात्रै पठाउने, म्यासेजमा मात्रै टाढा छ भने म्यासेजमा मात्रै पठाउने, नजिक छ भने दिने, खोर्सानी नै पठाउने। अब खोर्सानीको बोट चाहिँ यति नै रहेको छ। कतिवटा बोट भयो दाइ? माइली कतिवटा बोट भयो? 14वटा बोट नै हुर्क्यो भने त काफी भइहाल्यो नि हाम्रो परिवार सबैलाई। यस्तो गऱ्यो भने यो एकदमै यो किरा लाग्दैन कि। जति खोर्सानी छ मेरो पनि 2-4 रङ छ खोर्सानी पहिलाको, यस्तै हो। यो सुक्छ फेरि हाल्दिने, यो सुक्छ फेरि हाल्दिने। लो अब कान्छीले फेरि मल लिएर आएछ यहाँ खुर्सानीमा हाल्नलाई। यसरी एकजुट भएर काम गरेपछि त कति दुःख काम पनि सजिलो लाग्दो रहेछ। कान्छी अनुहार हेर त कान्छी, मलाई हेर त, मलाई हेर न मलाई। गरेको छैन भिडियो?
यत्रो डोकोभरि बोकेर ल्याउने मान्छे त बलियो नै हो है म त सक्दैन होइन म त्यो त केटीले ल्याएँ। यो कुवा अनिता किन भन्ने। हाल्यो के